ल बाटो खने छ है ल पारेन स्कुटी बाइक कुदाउनेले चाहिँ यहाँ हिलोमा यो स्कुटी बाइक कुदाउने हिलोमा लड्दैछ, बाटो खुन्दैछ, यो च्यानल यो पानी यो यो जामेको रहेछ, खोलेर पानी चाहिँ यो खोलेर यो पठाउँदैछ अनि मात्रै यो बाइक स्कुटी निस्किँदैछ। दुध डाइरी लानेहरूले सबै अब हेरेर ढुङ्गाहरू लगाएर पनि जेबाट पनि हिलोहरू चाहिँ अब यो हटाउनु पर्छ भनेर यहाँ हाम्रो काजी भाइ एस लिम्बुले पानी खोल्दैछ हाम्रो एस भाइले झ्याम्पल बाइकमा बोकेर झ्याम्पलले यो घोचेर यो कुलो बनाउँदैछ। अब कसरी हिलोमा कसै साथीभाइहरूले कसरी हिलोमा कसरी यो स्कुटीहरू निकालेर ल्याउँछ उसको दुःख गरेर हेर्नुहोस् त कम्ता चाम्रो छ, झ्याम्पलले मात्रै खुनेर पानी फ्याँक्दैछ। यहाँ खनुङ भन्दाखेरि फेरि साथीहरू ल्याउँदैन यसो हो। अब हेर्नु त कस्तो बिजोक, हेर त पानी यो खोलिसकेर मात्रै यो बाइक निस्किँदैछ। बाइक स्कुटी कुदाउनेले हेर्दैन यो पानी हो। यो बाइक स्कुटी कुदाउनेले सबैले खुन्नु पर्यो नि। अब सबै एउटाको हात मात्रै हुँदैन, सबैको हात पुग्नु पर्यो। त्यसले गर्दा हेर्दा कस्तो बिजोक। अब माथि यो अफिसदेखि फर्किँदा अब यहाँ काम गर्दैछ, उसको घाँस काट्नुपर्छ धुनाको तल, सबैको काम हुनुपर्छ। अब उसको अब कस्तो बिजोक भएको छ हेर्नुहोस् त। अब यो पानी निकै जमेको पानीहरू जाँदैछ। कम्ता चाम्रो होइन यो, मान्छेले टेकेको गाडीले टेकेको हेर त कम्ता चाम्रो होइन। यो बाटो चाहिँ हाम्रो चाहिँ जिन्दगी सक्ने रहेछ, बल पनि सक्ने रहेछ। किस्ती गर्नुपर्ने डायरीवाला आउँछ, बाटो बनाऊ भन्दैन। अब बाइक पनि अब हिलोमा बाइक लड्दैन, बाइक पनि देखा न। अब हिलोमा अब बाइक लडेन भन्दा अब यहाँ हेर्नुहोस् त कस्तो बिजोक। स्कुटी बाइक कुदाउनेले चाहिँ सपोर्ट गर्नुपर्छ यहाँ। अब यो स्कुटी बाइक कुदाउनेले यस्तो खाले यो हिलोमा चाहिँ सपोर्ट गर्नुपर्छ। सबै बिसाएर यो आँखाले देखेको छ भने बनाउनु है। अब किनभने अब यहाँ काजिल देखेर यो खुनेर अब यो च्यानल पानी पठाउँदैछ। अब हेर्नुहोस् गाडी डाइरी आउनेलाई सानो गाडी कुद्छ। कपोन बिजोक पोखे नाप्छु कुलो दौने हेरे ने केमदुङ भी हो।